पूर्व राजा ज्ञानेन्द्र शाहलाई करिब 8 लाख जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा 7,93,000 जरिवाना गरेको छ। राजधानीको 3 कुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायत शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो। शुक्रबार भएको राजावादीहरूको आन्दोलनका क्रममा 3 कुने, कोटेश्वर लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो। महानगरले वातावरण तथा प्रकृति स्रोत संरक्षण ऐन 2077 र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गरेको हो। महानगरपालिकाले पूर्व राजा शाहलाई 8 वटा पत्र काटेको छ। पूर्व राजाको सहमतिमा शुक्रबार राजावादीले राजधानीको 3 कुने क्षेत्रमा प्रदर्शन गरेकोमा फोहोर मैला गरेको लगायत कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै काटेको हो। कुन शीर्षकमा कति जरिवाना? कोटेश्वरको सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा रु 1 लाख। महादेव स्थानको सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा रु 1 लाख जरिवाना। 3 कुनेको सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा रु 1 लाख जरिवाना। जडीबुटीको सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा 1 लाख जरिवाना। बालकुमारी सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा 1 लाख जरिवाना। सिनामङ्गलको सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेकोमा 1 लाख जरिवाना। दमकल तोडफोडमा 1,30,000 जरिवाना। 3 कुनेको रुख बिरुवा रेलिङ तोडफोड गरेकोमा 63,000 जरिवाना महानगरले तोकेको छ। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।